हेलो गुड मर्निङ है सबैजनालाई फेरि पनि मेरो युट्युब च्यानलमा है तपाईँहरू सबैजनालाई वेलकम छ है। आज चाहिँ भिडियो लिएर आएको छु तपाईँहरू माझ है। अनि जतिजना न्यू सब्सक्राइबर हुनुहुन्छ है तपाईँहरूलाई पनि मेरो भिडियोमा वेलकम छ है तपाईँहरूलाई। अनि आज चाहिँ मेरो यहाँनिर अलिकति यो मोन्स्टेरा एउटा मेरो मदर प्लान्ट छ है, त्यसलाई चाहिँ म प्रोपगेसन गर्छु है, कटिङ गर्नेछु। आज चाहिँ तपाईलाई यही भिडियो लिएर आएको छु है। अनि तपाईलाई के कस्तो लाग्छ है कमेन्ट पनि गरिदिनुहोस् है। मेरो भिडियोमा जतिजनाले हेर्नुहुन्छ है तपाईहरुलाई के कस्तो लाग्छ अनि तपाईहरुले कमेन्टमा भनिदिनुहोस् है। राम्रो लाग्यो भने राम्रै कुरो लेखिदिनुहोस् है। अनि आज चाहिँ म तपाईहरुलाई यो मोन्स्टेराको है कटिङ गरेको भिडियो हाल्ने छु है। अनि देखाउने छु है के कस्तो लाग्छ तपाईहरुले भन्नुहोस् होला है। यो नै हो मेरो मदर प्लान्ट चाहिँ। यसको चाहिँ मजाले फेनिस्ट्रेसन आउँदैछ है। यो टप कटिङ गर्नुपर्छ है, झन् राम्रो भएर आउँछ अर्को पालि चाहिँ है। यो एकदम म्याच्योर भएपछि चाहिँ राम्रो देख्ने हो नि त यो तपाईको मोन्स्टेराहरु चाहिँ। अनि यसलाई चाहिँ म कटिङ गर्छु है। कटिङ चाहिँ यहाँनिर गर्छु म है। यो एउटा रुट त छ यसमा र पनि यसको यसलाई चाहिँ म एउटा मात्र राख्दिनँ, यसलाई चाहिँ म दुईटा नट राखेर चाहिँ म काट्ने छु है। किनभने डर हुन्छ नि त, यदि इन्फेक्सन भएर यदि कुहिहाल्यो भने चाहिँ यो मर्ने अब कुन्छ है, यसको चान्स चाहिँ हुँदैन। त्यही भएर म चाहिँ टप कटिङ चाहिँ दुई नट राखेर काट्छु है। किनभनेदेखि अब यो बाँच्यो भने चाहिँ एकदम छिटो ग्रोथ पनि गर्छ अनि अब तपाईको म्याच्योर फर्म निक्लेर छिटो निक्लिन्छ। त्यही भएर तपाईहरुले पनि कटिङहरु गर्दाखेरि टप कटिङ चाहिँ ज्यादातर जस्तो तपाईहरुले डबल नट राख्नुहोस् है। अरु सिंगल राख्दा पनि हुन्छ। यो चाहिँ टप कटिङ चाहिँ डबल नट राख्नुहोस्, तपाईहरुलाई पनि डर हुँदैन है। त्यही भएर अनि यहाँ पनि अस्ति मैले कटिङ गरेको थिएँ है। यसको कटिङ गरेर यसको टप चाहिँ सक्सेस भइसकेको छ है। यसरी बच्चा यसरी साइड सुट हिर्काउँदैछ है। यसलाई चाहिँ मैले के गरिदिएको छु भन्दाखेरि यसलाई चाहिँ मैले काटिदिएको छु। यसको अलरेडी रुट गएको थियो, त्यही भएर मैले यसलाई चाहिँ पटमा नहालेर चाहिँ यसलाई चाहिँ कटिङ गरेर छोडिदिएको छु है। दुईपट्टिबाट चाहिँ सुट आउँछ है। त्यही भएर चाहिँ यसलाई अब अलिक ठुलो भएपछि अर्को ट्रान्सप्लान्ट गर्छु है। अनि यही हो टप चाहिँ यो हो है। त्यसको राम्रो भएको छ। यो पनि टपलाई चाहिँ यहाँ राखिदिएको छु है। कटिङ गरेपछि चाहिँ है हामीले त्यो डाइरेक्ट घाममा चाहिँ राख्नु हुँदैन। तपाईहरुले पनि नराख्नुहोस्, किनभने यो पत्ता चाहिँ तपाईको सुकेपछि चाहिँ तपाईको सर्नु चाहिँ एकदमै टाइम लाग्छ। तपाईको जति सक्दो चाहिँ सेटमा है, जति सक्दो शीतलमा राख्नुहोस्। त्यसलाई चाहिँ राख्दाखेरि चाहिँ अन्त जबसम्म त्यसको रुट पर्मानेन्टली सर्दैन है, हामीले चाहिँ घामतिर निकाल्नु चाहिँ हुँदैन। किनभनेदेखि यसको यो गरमले गर्दा चाहिँ यसको रुट चाहिँ कुने डर हुन्छ। त्यही भएर तपाईहरुले पनि यसरी कटिङ गर्नु भयो भने चाहिँ तपाईहरुले चाहिँ के गर्नुहोस्, एउटा सेट जग्गामा शीतल जग्गामा राख्नुहोस्। त्यसलाई चाहिँ जबसम्म सक्सेस हुँदैन तबसम्म त्यसले जस्तै यसको पत्ता हान्छ नि त सरेपछि चाहिँ पत्ता हानेपछि चाहिँ तपाईले कहीँ गरम जग्गामा राख्दा हुन्छ है। त्यो चाहिँ म त गाइज है, म यसलाई चाहिँ काट्ने छु। म चाहिँ नयाँ ब्लेड लिएर आएको छु। यसलाई चाहिँ ब्लेडले नै काट्छु। तपाईले सेनिटाइजर छ भने सेनिटाइजर पनि लाउन सक्नुहुन्छ है। नभए चाहिँ यसरी लाइटरले यसको हल्का यसलाई चाहिँ इन्फेक्सन नहोस् भनेर चाहिँ हामीले यसलाई सेनिटाइज गरेको है। स्टरलाइज चाहिँ हामीले गर्नै पर्ने हुन्छ। त्यही भएर यहाँ अब इन्फेक्सन भइहाल्यो भने चाहिँ कुनै डर हुन्छ नि त। त्यही भएर यसलाई स्टरलाइज चाहिँ गर्नुपर्छ हामीले है।
हेर्नुहोस् यस्तो दामी हेल्दी भएको छ त फेनिस्ट्रेसन आउँदैछ है त्यही भएर मैले यसलाई चाहिँ डबल नटमै राखेको यो हार्डी भएको कारणले गर्दा चाहिँ यसलाई चाहिँ म कटरै चलाएँ है Tapi jangan lupa हेर्नुहोस् है मैले कटिङ गरिसकेँ है अब चाहिँ यसलाई म मल बनाएर रोप्ने छु है 4टा कटिङ आएको छ यसबाट एकदम राम्रो छ भेरिगेसन पनि यसको अब चाहिँ म तपाईहरुलाई मल बनाएर है यसलाई चाहिँ रोप्ने छु है तपाईहरुले हेर्नुस् होला भिडियोलाई चाहिँ है त गाइज है अब चाहिँ म यसमा यो टप कटिङ चाहिँ यो ठुलो यसमा हाल्ने छु है यहाँ छिटो ग्रोथ हुन्छ नि त ठुलोमा हाल्यो भने चाहिँ यो चाहिँ रफ खालको यसको पत्ताको मल पनि हालिदिएको छु मैले है त गाइस है अहिले चाहिँ मैले पानी पनि हालिसकेँ है यसरी नै तपाईहरुले पनि गर्नुहोस् है पानी चाहिँ मजाले लाउनु पर्छ तर घरिघरि चाहिँ हाल्नु हुँदैन यसलाई पानी चाहिँ कुन्छ है ठिकैले चाहिँ हाल्नुपर्ने हुन्छ है यस्तो खालको देखियो है चाहिँ मजाले अब सर्छ है यसरी चाहिँ तपाईहरुले पनि गर्नुहोस् त गाइस है आजको भिडियो चाहिँ यति नै हो है तपाईहरु जति पनि न्यू भ्युअर्सहरु हुनुहुन्छ है तपाईहरुले पनि मेरो च्यानललाई सपोर्ट गरिदिनुहोस् है यस्तो भिडियोहरु लिएर आउने छु म अब आउँदो दिनहरुमा पनि तपाईहरुलाई यसरी नै देखाउने छु है अनि के कस्तो लाग्छ कमेन्ट गर्नु चाहिँ नबिर्सिनुहोस् होला है ओके गाइस है बाइ बाइ